दर्शकबिन एउटा गजबको जानकारी प्राप्त भएको छ मलाई, यहाँहरूलाई म शेयर गर्न चाहन्छु कि काठमाडौँ जिल्ला अदालतमा दर्ता गरिएका यो देशका अर्बपति व्यापारी विनोद चौधरीसँग जोडिएको बाँसबारी छाला जुत्ता कम्पनीको जग्गाको मुद्दाको फाइल जलाएर नष्ट गरिएको छ। यो फाइल अब पाइँदैन काठमाडौँ जिल्ला अदालतमा। त्यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल जलाएर नष्ट गरिएको छ। त्यो फाइलमा रहेका प्रमाण पनि अब काठमाडौँ जिल्ला अदालतमा छैनन्। त्यसैगरी सहकारी काण्डका एउटा ठुला अभियुक्त थिए इच्छाराज तामाङ भन्ने, अहिले जेलमा बसिरहेका छन्। उनको चकचकी देख्दा लाग्दथ्यो यिनले केही न केही बदमासी गरेका छन् भन्ने लाग्दथ्यो। नेकपा एमालेको तर्फबाट अझ संविधान सभाको सदस्य समेत मनोनित भएका थिए इच्छाराज तामाङ। उनी विरुद्ध लागेको मुद्दाको फाइल पनि जलाएर नष्ट गरिएको छ। अझ अर्को अनौठो कुरो यहाँहरूलाई जानकारी गराउन चाहन्छु म। रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारीसँग जोडिएको मुद्दाको फाइल र माया राईको फाइल पनि जोडिएको थियो। माया राईको फाइलमा प्रमाण थियो। माया राई भनेको नेपाली काङ्ग्रेसको सांसद हुनुहुन्थ्यो। उहाँले सञ्चालकको भूमिकामा आफूलाई राख्नु भएको थियो स्वर्णलक्ष्मी सहकारीमा। उहाँको फाइल रवि लामिछानेको फाइलसँग बाँधेर राखिएको फाइलबाट झिकेर त्यो फाइल जलाइएको छ। तर रवि लामिछानेको फाइल जलाइएको छैन। त्यो रवि लामिछानेको फाइलमा रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रमाणित हुने कुनै प्रमाण पनि छैन। त्यसकारण त्यो जलाउनु पर्ने आवश्यकता अरू कसैलाई हुने कुरो भएन। रवि लामिछानेहरू आफै गएर जलाउने कुरा भएन। त्यहाँ मैले हिजो चर्चा गरेको थिएँ, कास्की जिल्ला अदालतमा रवि लामिछाने विरुद्ध चलिरहेको सूर्यदर्शन सहकारीको मुद्दा। त्यो मुद्दामा रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट 1 करोड रुपैयाँ नगद कर्जा बुझी लिएको भनेर तमसुक बनाइएको छ। त्यो तमसुकमा रहेको दस्तखत रवि लामिछानेको होइन भनेर नेपाल प्रहरीको फोरेन्सिक ल्याब टेस्टबाट प्रमाणित भएको कुरो। त्यसकारण कास्की जिल्ला अदालतमा रवि लामिछानेको फाइल राखिएको फाँटमा आक्रमण भयो, त्यो फाँट जलाइयो भनेर मिडिया ट्रायल भएको कुरा मैले हिजो चर्चा गरेको थिएँ। त्यो फाइल जलाउनको निम्ति रवि लामिछानेलाई अथवा राष्ट्रिय स्वतन्त्र पार्टीका युवाहरूलाई कुनै आवश्यकता छैन। किनभने कुनै पनि जिल्लामा रवि लामिछाने विरुद्ध सहकारी ठगी गरेका प्रमाण छँदै छैनन्। किन जलाउनु पर्यो रवि लामिछानेले अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले? त्यसले गर्दा त्यो मिथ्या प्रचार मिडिया ट्रायल जुन ढङ्गले भइरहेको छ, त्यो मिडिया ट्रायलको जतिसुकै निन्दा गरे पनि पुरा हुँदैन। मैले बारम्बार गर्दै आइरहेको छु कि यो देशमा न्याय छ कि छैन। कुनै पनि व्यक्तिका विरुद्ध मुद्दा चलाउँदाखेरि कानुन सम्मत मुद्दा चलाइनुपर्छ। कानुन विपरीतको मुद्दा चलाइनु हुँदैन। अदालतका न्यायमूर्तिहरूले जिल्ला उच्च र सर्वोच्च सम्मबाट पनि हेरिएको रवि लामिछानेको सुप्रिम सहकारी प्रकरणसँग जोडिएको मुद्दामा रवि लामिछानेले सुप्रिम सहकारीबाट सहकारीको रकम कुन भूमिकामा उनले आफूलाई प्रस्तुत गरेर ठगी गरेका छन्, पहिले त्यो भूमिका पनि देखिँदैन। उनी सुप्रिम सहकारीको सञ्चालक पनि छैनन्, सुप्रिम सहकारीको अध्यक्ष पनि होइनन्, सुप्रिम सहकारीबाट कर्जा पाऊँ भनेर माग फारम भरेका पनि छैनन्, अथवा सुप्रिम सहकारीबाट कर्जा पाऊँ भनेर कुनै निवेदन पनि दिएका छैनन्। सुप्रिम सहकारीबाट कर्जा लिएको प्रमाण पनि त्यहाँ देखिएको छैन। केवल देखिएको के हो भने सुप्रिम सहकारीको कम्प्युटरमा रवि लामिछाने बुटोलको नाममा यति रुपैयाँ भन्नाले 1 करोड 4 लाख रुपैयाँ। अब यसरी जुन ढङ्गले देखाइएको छ दर्शकवृन्द, त्यसको निम्ति सम्बन्धित कर्जा लिने व्यक्तिको दस्तखत चाहिन्छ कि चाहिँदैन? दस्तखत बिना कुनै सहकारीबाट कर्जा पाइन्छ भने म लिन तयार छु। मलाई कुन सहकारीले दिन्छ? मेरा धेरै साथीहरूले सञ्चालन गरेका सहकारीहरू छन्। कुनै सहकारीबाट मेरो दस्तखत बिना कसैले मलाई 1 करोड रुपैयाँ कर्जा दिन सक्नुहुन्छ? ल यति मात्रै मैले रवि लामिछाने विरुद्धको सहकारी ठगी गरेको प्रमाणको निम्ति यति मात्रै माग गरेँ मैले। र कुनै पनि न्यायमूर्तिहरूले जिल्ला उच्च सर्वोच्च सबै अदालतका न्यायमूर्तिहरूले मलाई कुनै पनि सहकारीबाट बिना दस्तखतको कर्जा दिलाइदिनुहोस्। अहिलेका गृहमन्त्री हुनुहुन्छ ओम प्रकाश अर्यालजी, उहाँले पनि एउटा अन्तर्वार्तामा गृहमन्त्री हुनुभन्दा पहिले बोल्नु भएको एउटा भिडियो सुनेको थिएँ मैले। रवि लामिछानेको सहकारी ठगी सन्दर्भमा उहाँको तर्कलाई मैले कुतर्क भनेर जवाब दिने गरेको छु। त्यो कुतर्कको खण्डन मैले
यही अनुरोधका साथ भन्छु कि गृहमन्त्री ओम प्रकाश अर्यालजी मलाई कुनै पनि सहकारीबाट 1 करोड रुपियाँ बिना दस्तखत कर्जा दिलाइदिनुहोस्। सक्नुहुन्छ? त रवि लामिछानेले 5वटै सहकारीबाट कर्जा लिएको देखाइयो, कम्प्युटरमा रेकर्ड राखियो, तर कुनै पनि सहकारीसँग रवि लामिछानेले कर्जा लिएको भन्ने प्रमाण छैन, दस्तखतै छैन, माग गरेको निवेदन पनि छैन, बुझिलिएको तमसुक पनि छैन। यस्तो आधारमा चलाइएको मुद्दालाई सक्कली मुद्दा मान्दिने अनि संसदीय छानबिन प्रतिवेदन जो तयार गर्यो संसदीय छानबिन समितिले, त्यो समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत भएको कारणले रवि लामिछाने विरुद्धका प्रमाणहरू त्यहाँ देखाइएन। उहाँको तर्क छ, गृहमन्त्री ओम प्रकाश अर्यालजीको गृहमन्त्री बन्नुभन्दा पहिलेको तर्क छ, रवि लामिछानेप्रति कति पूर्वाग्रही हुनुहुन्थ्यो उहाँ भन्ने यो एउटा दृष्टान्त हो दर्शकबिन। त्यसले गर्दा रवि लामिछानेले सहकारीको रकम ठगी गरेको प्रमाण कतै पनि नभएको अवस्थामा तत्कालीन सरकारले, केपी ओली नेतृत्वको सरकारले सरकारवादी फौजदारी मुद्दा चलाउने भनेर निर्णय गर्यो। के को आधारमा गर्यो त भनेपछि मैले धेरै पटक चर्चा गरेको छु, संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनको जगमा टेकेर मुद्दा चलाइयो। त्यो जगमा टेकेर सरकारवादी फौजदारी मुद्दा चलाउन बन्छ कि बन्दैन, कानुन पढेका गृहमन्त्री हुनुहुन्छ, यो देशको सर्वोच्च अदालतकै प्रधान न्यायाधीशको जिम्मेवारी सम्हालिसक्नुभएकी व्यक्तित्व प्रधानमन्त्री हुनुहुन्छ। गम्भीरतापूर्वक त्यो मुद्दा चलाउनु उपयुक्त थियो कि थिएन, त्यो मुद्दामा गरिएको अनुसन्धान ठिक थियो कि थिएन, त्यो मुद्दा फिर्ता लिनुपर्ने अवस्थाको मुद्दा हो कि होइन त, यसमा त गम्भीर बन्नु पर्यो नि त। कतिसम्म बिना कारण कुनै पनि व्यक्ति जेलमा बस्नुपर्ने, यो एउटा पाटो छ दर्शकबिन।